सबैलाई नमस्कार। म छविलाल पाण्डे। म आज जङ्गल यात्रा फेरि सुरु गरिसकेको छु र जङ्गलतिर म किन आएँ भन्दाखेरि म बेलको खोजीमा आएँ। तर यहाँ बेल त बुटो मैले फेला पाएँ, तर यहाँ बेल पाइएन र यहाँ चाहिँ नि बेल सबै भुइँमा झरेका रहेछन्। तर यी बेल पाकेको होइन, काँचै झरेको हो र यो बेल चाहिँ नि अब गर्मीकोमा राम्रो हुन्छ, दबाई पनि हुन्छ। तर यहाँ बुटोमा एउटा पनि फल छैन जस्तो छ। फेरि पनि मैले हेर्दैछु क्यामेरा जुम गरेर, तर यहाँ बुटामा एउटा पनि फल छैन। त्यस कारणले फेरि म अर्को साइड जङ्गलमा जाँदैछु। सायद वहाँ पाउँछु होला। पाएँ भने ठिक छ, नपाए जङ्गल घुम्न भएको छ। हावा शीतलो चलेको छ, कालो चस्मा लगाइएको छ। जङ्गलमा कुनै जनावर आयो भने पनि चस्मा देखेपछि हेर यहाँ कुन ठुलो जनावर आएछ भन्छ, त्यसै डराएर भाग्छ, होइन त? हो ल, त्यो हुँदै म बिदा हुन्छु। नमस्कार, म छविलाल पाण्डे। अर्को भिडियोमा भेटौँला। अहिले बाई बाई। ओके।